मम्मी बाहिर आउनु एकचोटि के भयो बुवाले बुवा के भयो तपाईलाई बुवा उठ्नुहोस् न बुवा छोड्दै बाबु अहिले रोशनीले छोडेपछि आफै उठ्छ त्यसो नगर्नुहोस् मम्मी भित्र गएर पानी लिएर आउनुहोस् त छिटो बुवा 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 के भयो तपाईलाई उठ्नुहोस् न बुवा लौ नानी के भयो उठ्नु न यहाँ तपाईँ नआत्तिनुहोस् मम्मी बुवालाई हस्पिटल लानुपर्छ आमा हजुरलाई धेरै गाह्रो भएको छ है गाह्रो छ छोराले वस्तो गर्दैन मेरो ख्याल गर्ने त एउटा त छ के गर्ने म मर्नुभन्दा अगाडि तेरो बिहा गर्नु पाएँ मेरो आत्मा शान्ति पाउँछु हेर हेर होइन या नानी अझ यो बुढीको स्याहार गरेर पुगिन सुनेनौ के भने भनेर यो बुढी मरेपछि अंश पाउँछ भनेर स्याहार गरेको हो नि जाऊ बुढा भित्र हेर हेर अझ रोएर नाटक गरेको अहिलेसम्म आगो पनि फुकेको छैन कति बेला आउलेर बनाएर देले भनेर आशा बसेको होला नि यी यस्तोको मैले पनि बनाउन सोच्छु म पनि के भयो बुवालाई खै के भयो भयो दिदी अब हस्पिटल पुऱ्याएपछि थाहा होला हतार चाहिँ गएँ है गीता दिदी खास के भएको भेनाजुलाई खै नानी रोशनीले त होला नि नखानु भन्दा मान्नुहुन्न हतार छ म गएला नानी तिम्रो बहिनीले बल्ल खाना पकाउन लाग्छ खाना पाकुन्जेल मलाई त्याल गर्छु हस् विपन्ना हेर बाहिर आमा बिरामी हुनुहुन्छ आमाले कति माया गर्नुहुन्छ छोराको ताल हेर सधैँ बुढीको एउटा मालिस गरेर बसिरहेको छ हे भगवान छोरा मान्छे भएर यस्तो कोहीको पनि नहोस् विपन्ना सुन न भन आमा धेरै बिरामी हुनुभयो जस्तो छ या तिम्रो आमालाई केही भएको छैन खुरुखुरु यहाँ मालिस गर होइन विपन्ना जे जस्तो भए पनि जन्म दिने आमा हो आमाको माया त लाग्छ ए माया लाग्छ माया लाग्छ नि जाउँ न त्यही तिम्रो आमा नरिसाउ न विपना किन यसरी रिसा कि पुरा छैन तेरै आमाले गएर गजा हुन त दाइ पनि त्यस्तै छ त्यस्तो भन्दा मुख फुट्ने गरे हानेछु किन भन्थिन के रे मेरो मुख फुट्ने गरे हान्ने रे होइन होइन भाउजू उता गाउँलेले कुरा काट्दै थिए अनि तिनकै मुख फुट्ने गरे हान्नु भन्नु विपना हुँ म सपनामा देखेको सबै कुरा त थाहा पाउँछु खाना पाइसकेपछि बोलाउनु हुन्छ भाउजू
ललिता दिदी टाढै पुगेर आउनुभयो? खासै टाढा होइन, यही तल पदासम्म गएर आएको। अनि तिमी चाहिँ कता हिँडेको? कता हिँड्नु र दिदी, कुमार दाइको बुवा बिराम भएर एक्लै हस्पिटल लाँदै हुनुहुन्छ अरे, त्यतै जान लाग्यो। ए अँ त नि, मैले पनि उहाँ तल भेटेको थिएँ, बिचरा एक्लै पुगेर लाँदै थियो। हो र दिदी, साँच्ची विष्णु काकालाई के भएको रहेछ? के हुनु र? खोइ बुढी पनि त्यस्तै छिन्, न रक्सी खाएर पो हो कि मलाई पनि के थाहा र। धेरै नै बिरामी हुनु भएको रहेछ कि के हो? त्यही भएर त बोकेर हस्पिटल लगेको होला। बिचारा कुमार दाइलाई कति गाह्रो भएको छ होला। ल दिदी बिस्तारै जाँदै गर्नुहोस्, म गएँ कुमार दाइलाई सघाउन। हुन्छ भाइ, गाउँको 1-2 जना पनि खोजेर लैजाऊ है। ल दिदी भाइ, राम्रो छ जानु है। दाई भाउजू खाना पाकिसक्यो? ए हस् बहिनी, हामी आइहाल्यौँ है त। नानीले त खाना पसिसक्नु भएछ त। तपाईँहरू खाँदै गर्नु, म आमालाई खुवाएर आउँछु है। हुन्छ। आमा खाना उठ्नुहोस् न। पर्दैन छोरी, तिमी खाऊ। आमा त्यस्तो भनेर कहाँ हुन्छ, उठ्नुहोस् न, म खुवाइदिन्छु। मलाई खाना मन छैन छोरी। अलिकति भए पनि खानुपर्छ, उठ्नुहोस् न। म खुवाइदिन्छु, अलिकति भए पनि खानुहोस् है। बुढा तरकारी हाल त यता। तरकारी त थोरै बाँकी रहेछ, बहिनीले पनि खाएको छैन होला। खुरुक्क हाल यता, आमा सुरु त्यही खान्छन्। आमा म तरकारी राखेर ल्याउँछु, तपाईँ बस्दै गर्नु है। ला तरकारी त सबै दाइ भाउजूले पो खाइसक्नु भएछ। मैले त नखाए पनि हुन्थ्यो, आमालाई के दिने होला अब। भाँडा त अहिले माग्न लगेको त हुन्थ्यो नि छोरी, पहिला तरकारी हालेर ल्याउ न। तपाईँलाई कसरी भनौँ आमा, तरकारी त दाइ र भाउजूले मलाई समेत नराख्दै सबै खाइसक्नु भएछ। एकछिन पर्खिनुहोस् है आमा। ल त रेशम, मेरो त घर पनि आइपुग्यो। धन्न त आइपुगिस् र, बुवालाई हस्पिटल लान सजिलो भयो। यत्रा गाउँले छरछिमेकी भएको के काम, परेको बेला काम नलाग्ने भएपछि। हो नि कुमार दाई, यो सबै तपाईँको आमाले गर्दा भएको त हो नि। मेरो आमाले गर्दा? हो दाई, गाउँलेहरूलाई कुरा लगाई झगडा पारिदिने हुँदाहुँदै बुवाको यो हालत बनाइदिने पनि तपाईँको आमाले हो। खै म त कसलाई के भन्नु, आफूलाई जन्म दिने आमालाई के भन्नु। ल दाई, तपाईँको घर पनि आइपुग्यो, तपाईँ पनि जानुहोस्, म पनि जान्छु। हुन्छ भाइ। बुवाको यो हालत बनाइदिने पनि तपाईँको आमाले हो। बुवाको यो हालत बनाइदिने पनि तपाईँको आमाले हो। ओहो 2 बजेछ। बुढा ए बुढा 2 बजेछ। के भयो त 2 बजेर? के भयो रे? भोक लाग्यो नि तिम्रो बहिनीलाई,
खाजा बनाउनु पर्छ। सक्दिनँ म, मलाई निन्द्रा लाग्छ। तिमी आफै लगाऊ। ए निद्रा लाग्यो? के अरे खुरुक्क गएर खाजा बनाउनु लगाऊ। कस्तो चक्करको लागिरहेको छ। बिहान दाइ भाउजूले खाना सबै खानुभएछ। बिचारा आमाले पनि आज अलि खाने मन गर्नुभएको थियो, खाना र तरकारी नै नभएर। ए पार्वती बहिनी पानी ल्याउनु भएको? हो दिदी। अनि पार्वती के भयो तिमीलाई? तिमी रात देखिन्छौ त। ल पानी भर। मलाई किन कुरा लुकाउँछौ पार्वती? तिम्रो भाउजू कस्तो छ भनेर हामीलाई थाहा छैन र? आजले सन्चो छैन दिदी, के भएर हो? सन्चो छैन रे? के भएर पार्वती तिमीलाई? के हुनु दिदी? मेरो त पानी पनि झर्दै दिदी, तपाईँ बिस्तारै आउँदै गर्नु, म जाँदै गर्छु। बुवा ठिक भयो तपाईँलाई? अब त्यसरी रक्सी कहिले पनि नखानुहोस् है। हुन्छ छोरा, नखाऊ भने त हो नि, के गर्नु? तेरो आमाको पिरले फेरि खाइहाल्छु। होला मेरो पिरले कुकुर मुत खाएको। देखिस् त छोरा, मैले त्यसै खाएको हो त रक्सी। मम्मी तपाईँले पनि बुवालाई चाहिने भन्दा बढी नहेप्नुहोस्। बुवा तपाईँ पनि धेरै पिर नगर्नुहोस्, म छु नि तपाईँको लागि। त्यही त भएर त अहिलेसम्म बाँचिरहेको छु नि छोरा। ल भइगयो बुवा मम्मी, आउनुहोस् भित्र। अबदेखि बुढाबुढी मिलेर बस्ने। म एकछिन बाहिर गएर आउनु छ, बुढाबुढी मिलेर बस्नुहोस् है। राम्रोसँग जाने बाबु। हस् बुवा। आमा तपाईँ ठिक त हुनुहुन्छ नि? ठिक छु छोरी। कुमार बाबु आउनु भएको छ, चिसो पानी लिएर आऊ न। हस् आमा। कुमारलाई चिसो पानी लिएर आऊ त छोरी। पानी आहा क्या राम्री, कति सुशील अनि कति असल, क्या राम्रो शील स्वभाव। पानी मिठो लागेन हो हजुरलाई? मिठो छ। ला पानी त सबै पोखियो, दिनुहोस् म फेरि ल्याइदिन्छु। होइन पर्दैन, पुग्यो। अब तपाईँ पनि आइहाल्नु भयो। आमा बिरामी हुनुहुँदो रहेछ, आमाको राम्रोसँग हेरविचार गर्नुहोस्। म जान्छु। बस्नु न कुमार बाबु, किन यति धेरै हतार गरेको? छोरी कुमार बाबुलाई खाजा बनाइदे। होइन आमा पर्दैन, घरमा पनि बुवा बिरामी हुनुहुन्छ, भर्खरै हस्पिटलबाट ल्याएको। म फेरि आइहाल्छु नि, अहिले जान्छु आमा। हस् त बाबु, त्यसो भए कुमार बाबु आउँदै गर है। हुन्छ आमा, बाई आमा।
यो दामलाई पनि कति जरे पनि नपुग्ने, जति बनाए पनि नपुग्ने यो दामलाई कति दाम। होइन यो कुमार कहाँ गयो अहिलेसम्म आएको छैन। कहाँ जान्थ्यो र, गाउँतिर घुम्दै त होला। होइन अझै पनि पिर गरेर त्यो सानो बच्चा हो र। हो तपाईँको यस्तै कुराले मलाई रिस उठ्छ। हुर्के बढेको छोरा हो, भोलि केही नराम्रो गर्न सक्छ, सोच्नु पर्दैन अलिकति। हेर हेर यसको कुरा, हुर्के बढ्यो भनेर पिर गरेरलाई के छोरी हो र? ए त्यसो भए छोरीको मात्रै पिर हुने, छोराको चाहिँ नहुने। हेर हेर यसको बुद्धि, छोराको पनि पिर लिइरहेर सकिन्छ त? होइन बुवा, कस्तो बिग्रिने कुरा हुँदैछ? आइ त हाल्यो, कसलाई हुने छोरा? तेरो आमालाई तेरो पिर पर्यो रे। मेरो पिर रे? होइन के भन्दै हुनुहुन्छ? हो छोरा, तँ अहिले केटाकेटी छैन, अब तेरो पनि बिहे गर्नुपर्छ। यो तपाईँ के भन्दै हुनुहुन्छ मम्मी? भर्खर त 20 वर्ष पुगेको छु, के को हतार भन्या? त्यही त छोरा, बिहा गर्ने मान्छेलाई हतार भएको छैन, यसलाई चाहिँ के को हतार हो? घरमा के किन काम भएको, बिहान बेलुका खाना पकाउने खाने, त्यही पनि गाह्रो भएको छ यो अलक्षिणीलाई। भइगयो बुवा, मम्मीलाई बुहारीको रहर लागे जस्तो छ, भोलि दुःख दिएपछि बल्ल थाहा पाउनुहुन्छ। त्यही त, के थाहा यसलाई? अहिले केटीहरू कस्ता धुर्ता हुन्छन् होइन छोरा? ल हिँड्छ। ललिता दिदी कता जान लाग्नुभयो? कता हुनु र रेशम? माथि पार्वतीको आमा बिरामी हुनुहुन्छ अरे, कस्तो भयो भनेर जान लागेको। ए हो र दिदी, ल ल तपाईँ पनि जानुहोस्, म पनि जान्छु, थकाइ लागिसक्यो है। ल ल भाइ। नानी होइन, तिमी आमा छोरीहरूले अझै मिठो मिठो खाएर सकेको छैन? हजुर, तपाईँ किन यस्तो गर्दै हुनुहुन्छ? भाउजूले केही पनि गरेको छैन, यो सब तिमीहरूको बेहोराले गर्दा भएको। तँलाई त छोरा भन्नु पनि घिन लाग्छ। तेरै स्वास्नीलाई चाटेर बस, बुझिस्? कुन दिन तेरो स्वास्नीले खाल्टोमा लगेर हाल्छ अनि म आमाको माया थाहा पाउला। परेको छैन मलाई यस्ता आमाको मायाको, म यस्ता सुतेर खाने आमाको। दाइ, तपाईँ मुखमा जे आयो त्यही नबोल्नुहोस् त। आमालाई सन्चो नभएको कति दिन भएको छ? तपाईँले केही वास्ता गर्नुभएको छ? त्यही त नि, कस्तो बिसन्चो भएको है। एक थाल भात खाने बिरामीले। तपाईँलाई के थाहा छ सन्चो छ कि बिसन्चो छ? तपाईँ डाक्टर हो र? होइन, को डाक्टर हो र? अनि पार्वती बहिनी, आमालाई सन्चो भएको छैन? कहाँ निको हुनु र बहिनी, हस्पिटल जाने भनेको मान्नुहुन्न? त्यही त भनेको, मैले त अस्ति नै जाम आमा भनेकै मान्नुहुन्न। अझ हेर न, अरूको अगाडि ठिक्क पारेर बोलेको। ए अनि आमा, यस्तो बिरामी भएपछि हस्पिटल जानुपर्छ नि त। के गर्नु नानी, जानु त हुन्थ्यो। हेर न, जिउै सुनेर अरठ भएछ, बाटो हिँड्नु पनि मलाई गाह्रो हुन्छ नानी। के गर्ने? त्यसो भनेर कहाँ हुन्छ र आमा? बिस्तारै बिस्तारै भए पनि जानुपर्छ नि त। ल ल आमा, दाइले भनेको मानेर कुरुक्क न हस्पिटल जाने। अहिले म जान्छु है। ल पार्वती, म गएँ ल। हस् दिदी। कठै बरिलयो, अरूको अगाडि ठिक्क मुखले पारे जस्तै सजिलो गरी मेरो छोरा बर्लिक गर्दैदेखि त मलाई कस्तो हुन्थ्यो। देखि छोरी, तेरो दाइ भाउजूको बिहोरा अरूको अगाडि ठिक्क पारे जस्तै बिहोरा राम्रो गरे त घरमा किन यस्तो हुन्थ्यो र? यहाँ आमा यस्तो कुरा छोडिदिनुहोस् न, तपाईँको लागि म छु नि। अहिलेसम्म त छेस्, त पनि ठुलो भइसकिस्। छोरी चेली माइती बसेको राम्रो हुँदैन। यहाँ म यस्तो कुरा नगर्नुहोस् न। अहिले त कता गएर आएको? कहाँ गएर आउनु नि? त्यहीँ तल पार्वती कहाँ गएर आएको। बिचरा आमा बिरामी हुनुहुँदो रहेछ, छोरा बुहारीले त हस्पिटल जाऊँ भनेर भनेका रहेछन्।
आमालाई सम्झाएर आएको। ए हो र ललिता, त्यही हो पहिलाका मान्छेहरू हस्पिटल जान मान्दैनन्, बरु धामी झाँक्री जान मान्छन्। त्यही त भने कल्पना। ल अहिले मलाई हतार छ, म गएँ ल। ल ल, तँलाई त मेरो घर छेउ थाहा थियो, जहिले हतार्छ। ल ल जा त। त्यस्तो होइन कि, पछि आउँछु कि तेरोमा। छोरा कुमार, मैले भनेको कुरा के भइरहेछ बाबु? मैले भनेको कुरा रे? त्यही के बाबु, बुहारीको विषयमा? होइन मम्मी, तपाईँले कस्तो कुरा गर्दै हुनुहुन्छ? न टन्न धन सम्पत्ति छ, न केही जागिर छ, बिहे गरेर कसरी पाल्ने भनेको? बिहे गरेर तैँले मात्रै पाल्नुपर्छ त? उसले पनि केही न केही त गरिहाल्छ नि। त्यही त गरिहाल्छ नि, अहिलेको केटीहरूले गरिहाल्छ नि, सबै उस्तै हुन्छ र? बरु तैँले कुनै केटी मन परेछ भने भन् बाबु। ए मम्मी पनि। के भयो छिटो भन्, नत्र म मेरो लागि म आफै बुहारी खोज्छु। पर्दैन मम्मी, मैले एकजना साह्रै दुःख पाएको केटी मन पराएको छु। के भन्छ यो? भन् त भन्, त्यो केटी को हो? किन हतार गर्नुभएको मम्मी? म भनिहाल्छु नि। छिटो भन् के को थियो? ल सुन्नुहोस् मम्मी, केटी त्यही हो मम्मी। त्यसो भए तेरो बुवा घर आएपछि तर म उसको घर जाउँला। हुन्छ मम्मी। छोरी, मलाई साह्रै धेरै तेरो पिर लाग्छ। आमा किन मेरो पिर गर्नुहुन्छ? किन हुनु नि छोरी, त हुर्के बोरेकी छोरी हो आमा। अब राम्रो कुटुम्ब खोजेर यसलाई बिहे गरेर पठाइनु पर्छ। हो नि, तिमीले ठिक भन्यौ। तपाईहरुको सम्पत्ति खान्छ कि भनेर भन्नुभएको होला। मलाई तपाईहरुको सम्पत्ति चाहिँदैन। हेर न अझ मुखले भनेकी, मन मनै त सबै सम्पत्ति खान पाइनुहुन्थ्यो भन्यो ओली। मुखले त ठिक्क पारेकी छे। हेर्दै जा न, तँलाई त एक टुक्रा नि दिन्न। के सोच्नु भएको भाउजू? कहिले यो जालेर ढुक्क होला भनेर सोच्नु भएको? केही पनि होइन नानी, म पनि तिम्रो राम्रो होस् भन्ने चाहन्छु। राम्रो चाहन्छौ कि नराम्रो चाहन्छौ त्यो मलाई राम्रोसँग थाहा। के सोचेको बहिनी? तेरो कोही मन परेको केटा छ भने भन है। छैन दाइ, मैले यो बारेमा केही सोचेको छैन। किन नसोच्नु नि बुवा? त्यही सोचेर त मम्मी र म केटी हेर्न जान लागेको। अनि तपाईँ अहिलेसम्म कहाँ जानु भएको थियो? कहाँ जानु, त्यही तल प्रदीपकोमा गएको। घरमा पनि एक्लै थिएँ, गफ गर्न आउनु भनेको थियो। गफ गर्नु गएको हो कि रक्सी चाहिँ धोक्रान गएको होला? होइन, तिमी किन यस्तो गर्छौ रिता? मैले भनिसकेँ त रक्सी खान छोडिदिएँ भनेर। ल के विश्वास, राम्ररी घर हेर्नु, छोरा र म केटी हेरेर आउँछ। आइज बाबु जाउँ। हुन्छ मम्मी। यस्ताले के केटी हेर्ली, मलाई त यस्तो व्यवहार गर्छ, बुहारीलाई कस्तो व्यवहार गर्ने हो के हो पुरै बुझ्न सक्दिनँ म त। पानी ल्याउ त। हस् दाइ। नानी के गरिरहेको भित्र? नमस्कार हजुर। नमस्कार। नमस्कार हजुर। आमा उठ्नुहोस् न, अस्ति आएको मान्छे आउनु भएको नि। को हो? हिँड्नुहोस् न, बाहिरै जाऊँ। कहाँ को आएको? हिँड्नुहोस् न बाहिर।
त्यस्तो काम त थिएन। जा छोरी उहाँहरूलाई पानी लिएर आइज। खासै कुरा त के होइन, मै माग्न आउँदा ढुङ्ग्रा किन लुकाउनु? मेरो छोराले तपाईँको छोरी मन पराउँदो रहेछ। केही भएको छैन आमा। खोइ त हजुर, मेरो कुराको जवाब म दिन्छु नि हजुर। अब यतिको कुल घरानको कुटुम्ब घरमा आइसकेपछि नाइ भन्ने त कुरै हुन्न नि। त्यही त भनेको, तर दाइजोमा चाहिँ केही दिन सक्दैन है हजुर। हेर न कति न सम्पत्ति खाले जस्तो। होइन हजुर, हामीले त्यस्तो केही दिनु पर्दैन। छोरी के छ त तेरो विचार? उहाँहरू तँलाई हेर्न आउनु भएको। आमा तपाईँ यो के भन्दै हुनुहुन्छ? म पनि यो घर छोडेर गयो भने तपाईँको हेरविचार कसले गर्छ? आमाको हेरविचार गर्न त हामी छौँ नि। नानी, तपाईँले किन पिर गर्नुहुन्छ? हो बहिनी, तैँले यतिको इमान्दार र पढे लेखेको केटा फेरि कहिले पनि पाउने छैन। के गर्छस् त छोरी? छोरीको जन्म लिएपछि एक दिन न एक दिन अर्काको घर जानै पर्छ। नै आमा जान्न म। नानी ल त हजुर, हामीले दिनु सकेनौँ। छोरीले मान्छे भने तपाईँहरूले नै फकाएर भराएर लैजानुहोस्। त्यसो भनेर काम हुन्छ आमा, बहिनीले मानिहाल्छ। त्यसो नभन छोरी, तेरो बिहे उहाँ जस्तोसँग गर्नु पाएदेखि मलाई ढुक्क हुन्छ। नै नभन्छु। हामीले दाइजो चाहिँ केही पनि दिन सक्दैनौँ हजुर। बहिनीलाई आजै लिएर जाँदा पनि हुन्छ। ए जाडा हुन्छ अरे, ए लिएर जाने आज यो। नानी उठ्नुहोस्। हस् त हजुर, आज हामी जान्छौँ। मेरो छोरीलाई आफ्नै छोरी सम्झेर माया गर्नुहोस् है। नजानेको कुराहरू राम्ररी सिकाउनुहोस् है, गाली नगरिदिनुहोस्। किन दुःख मान्नुहुन्छ हजुर? तपाईँको छोरी मेरो बुहारी होइन, छोरी हो। हस् त हजुर, अहिले हामी लाग्छौँ। हुन्छ हुन्छ हजुर। होइन, यसको आमा छोराले कति ढिला गरेको? बुहारी त आजै ल्याउनु लाग्यो क्या हो, नभए त अघि नै आइसक्नु पर्ने। यिनीहरू पनि के गर्छन्। यस्तो ढिला गर्नुपर्छ त के छ र? कुमार, तिमी सन्चै छौ? आरामै छौ? सपना, के गरेको यो सहर होइन, यो गाउँ हो। म ठिकै छु। उहाँ मेरो मम्मी। नमस्ते मम्मी। नमस्ते। कुमार, उहाँ चाहिँ को नि? ऊ मेरो सहरमा बस्दाको साथी हो मम्मी। अनि तिमी चाहिँ यो गाउँमा कसरी? ल कसरी रे?
तिम्रो मायाले आएको नि भन्न मिलेन। मेरो दिदीको गाउँ पनि यतैतिर हो नि। दिदीको घर आएको नि र तिम्रो पनि याद आइरहेको थियो। दिदीको घर यही गाउँमा रे? म पनि पहिलो पटक आएको हो, खास थाहा छैन। होइन यो केटी को रहेछ? कतै कुमारले बिहे त गरिसकेको छैन? तर होइन होला, मलाई कसरी धोका दिन सक्छ? कोही आफन्त होला, दिदी बहिनी हो कि? के भयो सपना? किन टोलायो कि? के होइन कुमार, ल म अहिले चाहिँ गएको, पछि भेटौँला है। जाउँ मम्मी। दिदी सुन्नुहोस् न। हजुर बहिनी भन्नुहोस् न। यतातिर विपनाको घर थाहा छ हजुरलाई? किन थाहा नहुनु नि बहिनी, यही तल हो। ए हो र दिदी, धन्यवाद। हस्। साँच्ची यो दिदीलाई कुमारको विषयमा पनि केही थाहा होला, सोध्नु पर्यो। किन टोलाइरहनु भएको बहिनी? के भयो? ऊ त्यहाँबाट अलिकति तल त हो नि, अब त थाहा भयो नि। दिदी तपाईँलाई एउटा कुरा सोध्न मन लाग्यो। के कुरा हो बहिनी? तपाईँले कुमारलाई पनि चिन्नुहुन्छ है? चिन्छु बहिनी, कति इमान्दार केटो छ। आज भर्खर बिहे गरेर केटी लगेर गएको छ। ल यो दिदी के भन्नुहुन्छ? कुमारले मलाई धोका दिन सक्दैन नि? अब लगी त सक्यो। ल दिदी अहिले चाहिँ म गएको है त। कति ढिला गरे होला यस्तो आमा छोराले। होइन घरबाट निस्केपछि त घरमा फर्केर आउनुपर्छ भन्ने नै बिर्सिने। यतिखेर भइसक्यो, बिरामी मान्छे घरमा छ, खाना खाएको छैन। कस्तो मान्छे होला, घरबाट निस्केपछि घरमा आउनुपर्छ भन्ने त सबै नै खाइदिने। समय हुन्छ नि एउटा जाने आउने, हरेक कुराको समय हुँदैन। कति बस्नु एक्लै घरमा दुःखाएर म पनि लाग्छु पसलतिर, मजाले चिया खाएर बस्छु। कति कुरा भन्ने घरमा। नमस्ते नमस्ते। आयो बहिनी किन निराश? होइन दिदी पछि भनौँला। त्यस्तो भन्दै नमिठो कुरा के हो र? त्यस्तै छ कुरा, पछि भनौँला नि। दिदीले पाउनै भएको, मेरो भाग्यमा कस्तो छ कुन्नी? होइन बहिनी, त किन हतार गर्छस्? तेरो बेला जस्तै म खोजिहाल्छु नि जोइन। ए बुढा, बहिनीलाई भोक लागेको होला, जाऊ खाजा बनाएर लिएर आऊ। हुन्छ बुढी। दिदी तेरो भाग्यलाई त मान्नै पर्छ। बिचारा भिनाजु। हेर है, भिनाजुलाई आँखा नलाने। ल हेर न अझ। ल हेर हेर, बुढा त फेरि ढोका बन्द गरेर कहाँ गएछ त? कहाँ जानुभयो होला र मम्मी? त्यसो गाउँतिर त जानुभएको होला नि। कति जानुपर्ने रहेछ गाउँतिर पनि। ल त बुहारी, आजदेखि तिमी यो घरको बुहारी होइन, छोरी हो। यो घरको शिर झुकाउने काम कहिले नगर्नु। हुन्छ मम्मी, म यो घरको शिर झुक्ने काम कहिले पनि गर्ने छैन। अब जाऊ न त भित्र, किन बाहिर उभिरहने? ए ल ल हुन्छ।
कठाई मेरो जिन्दगी त यस्तो पो रहेछ। मैले यो छोरोलाई जन्माउँदाखेरि भोकै तिर्खाइ बसेर मेरो छोरालाई खुवाएँ पियाएँ। आखिरीमा म त यो घरको त घाँडै पो भएछु। मलाई एउटा छोरीको पीर थियो, त्यो छोरी पनि कुटुम्बका जिम्मा लैहाले। जान्छु बरु कुनै मन्दिरमा भिख मागेर खान्छु। मलाई एकचोटि खान्छौ कि भनेर पनि सोधेन। जान्छु म त बरु यो घरमा कहिले पनि फर्केर आउँदिन। देख्यौ त बुढा, बिरामी मान्छे यसरी हिँड्छ त? होइन, आमा चाहिँ झोला बोकेर बोल्दै नबोली कता जानुभयो? कहाँ जान्थे र? नाटक देखाएको होले नि। छोरा बुहारीले फर्काउँछ कि भनेर भन्यो अलि, हामी किन फर्काउने? बोरारेर फाल्ने कसिङ्गर हावाले उडायो। घाँस खान थाल्यो? दिदी टाढै जान लाग्नु भएको? उता माथि बजारसम्म जान लाग्यो। अनि साँच्चै कुमारले त बिहे गरेछ नि है पार्वतीलाई? हो नि दिदी। ल रेशम पानी पनि लाग्छ, म पनि जान्छु है। हुन्छ दिदी। हुन्छ म आउँछु। कहाँ जानु पर्यो नि फेरि? कहीँ होइन मम्मी, म एकैछिनमा आइहालेँ है। बाउ पनि अहिलेसम्म घर आएको छैन, छोरा पनि कता हिँड्नु पर्यो अहिले? कहाँ जानु लागेको त? अलिक बढी लेख्छ त? ल्याएँ बुवा। अनि तपाईँ अहिलेसम्म कहाँ जानुभएको थियो? म त तिमीहरूलाई घरमा कुर्दा कुर्दा दिक्क लागेर यसो घुमघाम गरेर आएको। ल ल छिटो जानुहोस्, घरमा मम्मी रिसाइरहनु भएको छ। रिसाउनु दे, होइन त्यो कहिले चाहिँ नरिसाएको हो र? अनि छोरा साँच्ची बुहारी ल्याएकै हो त? हो, छिटो जानुहोस् अनि मजाले हेर्नुहोस् बुहारी। होइन तँ किन हातेको छोरा यसरी? तँ जान लागेको चाहिँ कहाँ हो त्यो भन्न पहिला मलाई। ए बुवा, कहीँ होइन के, यसो घुमेर आउँछु। पर रेशमको घरसम्म पुगेर आउँछु के। ए रेशमको घरमा? हजुर। ल जा, समयमा आइज है। हस् बुवा। ल छोरा। कुमारकी आमा, ए कुमारकी आमा, बाहिर आइज छिटो। बुहारी, यो सब के हो? कस्तो चक्कर लागे जस्तो भयो मम्मी। ए भनेपछि तिमीहरूको आमा छोराले उपहार सहित ल्यायो भने त? खुरुक्को भन्छ, तैँले मेरो छोरालाई फसाउन लागेको? अहिले मलाई केही नगर्नुहोस् मम्मी, तपाईँको छोरा आएपछि कुरा गरौँला। सपना,
के भयो तिमीलाई? अझ के भयो रे? के भयो सपना तिमीलाई? किन निराश भयो? यो तिमीले के गर्यो कुमार? म तिमी बिना तिमी र म त मिल्ने साथी हौ। के रे साथी रे? मैले हिजो तिम्रो आँखामा देखेको माया तिम्रो स्वार्थको लागि मात्र हो। तिमी यो के भन्दैछौ सपना? तिमी होसमा त छेउ। मैले त तिमीलाई केवल राम्रो साथी मात्र सोचेको थिएँ। के रे साथीले गर्ने यस्तो व्यवहार हुन्छ? तिमीले त्यो केटीलाई छोडेर मलाई स्वीकार्छौ कि यो फोटो म सामाजिक सञ्जालमा पोस्ट गरौँ? होइन, म यो के देख्दैछु? यो फोटो कहाँबाट र कसरी आयो? कुमार के भयो? फोटो पोस्ट गरौँ? तिमी किन यसरी आवेशमा आएको सपना? मलाई केही सोच्न देऊ। भोलिसम्म डिसिजन देऊ। हुन्छ। होइन, त्यो फोटो आयो कहाँबाट? ल त सपना, अब म रुम जान्छु। गएर खाना पनि बनाउनु पर्छ। किन हतार गरेको कुमार? खाना त मैले पनि रुममा गएर पकाउनु पर्छ नि। तिमी र ममा धेरै फरक छ नि सपना। तिमी खाना बनाउने जात्नु पर्यो, छोरा मान्छेलाई त अल्छी लाग्छ नि खाना बनाउन। तिमी पनि नचाहिने कुरा नगर न। तिमीलाई अल्छी लाग्यो मेरो घर जाऊँ न। मेरो घरमा म पकाएर खुवाइहाल्छु नि मिठो मिठो। तिमीले पर्दैन सपना, मलाई त्यस्तो मिठो मिठो खाने बानी लागेको छैन। अब बानी बसाल्नु पर्छ नि। यस्तो उमेरमा मिठो मिठो नखाए कहिले कस्तो उमेरमा खान्छौ? यस्तो उमेरमा बरु बुढेसकालमा पो हो त मिठो मिठो खाने त। अब बुढेसकालमा त पाए पो खाने त। पाएको बेला खाए पो हुन्थ्यो त। अब पाए खाम्ला, अब नत्र के गर्ने त। ल अहिले म त गएको। किन हतार गरेको कुमार? अब यस्तो गल्लीमा कति कुरा गर्नु त। पानी तिर्खा पनि लागिसक्यो। ए पानी तिर्खा पो लागेको हो? एकछिन पक्कै गर्नु, म पानी लिएर आइहाल्छु है। बुहारी बाहिर कुमार पनि आइपुग्यो। ल भन त वास्तविक कुरा चाहिँ के हो? बुवा, होइन तपाईँ के गर्न खोज्दै हुनुहुन्छ? त चुप लाग कुमार। होइन त किन बोल्दिनस्? कुमार तपाईँ यता आउनुहोस् त। होइन, यहाँ के भइरहेको छ?
ल भनिदिनुहोस् वास्तवको कुरा। बुवा पार्वतीको पेटमा भएको बच्चाको विषयमा मलाई केही पनि थाहा छैन। कोलाई अलक्षिणी कुलङ्गार्नी। कुमार तपाईँ यो के भन्दै हुनुहुन्छ? म ठिक भन्दैछु, मलाई त्यो बच्चाको विषयमा केही पनि थाहा छैन। तँलाई लाज नभकी अलक्षिणी कुलङ्गार्नी नकचरी, अब तँलाई यो घरमा कुनै स्थान छैन, गइहाल यहाँबाट। नाइ बुबा, बरु मलाई मारिदिनुहोस्, म यो घर छोडेर कहीँ पनि जाँदिनँ। किन जान्थिस् त? मेरो सोझो छोरालाई फसाउन पाएपछि? छोडिदिनुहोस् बुवा, अब जे गर्नुपर्छ म गर्छु। ओहो सुजन दाई अनि भाउजू टाढो साइड हो कि हो? बाबु धेरै टाढा होइन, यही माथि गाउँसम्म जानु। ए साँच्ची आमाले त घर छोड्नु भएछ है? अनि सुजन दाई साँच्ची आमा जान चाहिँ कहाँ जानुभएछ नि? कहाँ जानु र रेशम, बहिनीको पनि बिहे भइहाल्यो, घरमा पनि सुनसान लागेको होला, त्यही भएर 2-4 दिनको लागि मामा घरतिर जानुभएको छ नि। ए हो र दाई, मैले त अर्कै कुरा पो सुनेको थिएँ त, त्यसैले कहाँ आमा त यो घरमा फर्केर आउँदिन भन्दै जानुभयो भन्ने सुनेको थिएँ त। ए होइन होइन बाबु, त्यस्तो त आमा त सल्लाह गरेरै जानु भएको छ। ए तपाईँको बहिनी आउनुभएको भन्ने सुनेको थिएँ, घरमा एक्लै छोडेर आउनुभयो कि के हो? होइन बाबु, बहिनी अहिले घरमा छैन, बाहिर गएकी छे। अनि बाबु तपाईँ कहाँ जानु लाग्नु भएको? म त कहाँ जानु लाग्यो नि भाउजू, यो कुलो एकातिर लाउनु भएको रहेछ दाइले, त्यही भएर यता खेतातिर लाउनु गएको। ए ल हुन्छ रेशम, तिमी पनि कुलो फर्काएर आऊ, हामी चाहिँ जाँदै गर्छौँ है। हुन्छ, राम्रोसँग जानु ल। यस्तो दुनियाँको पेट बोकेको श्रीमतीलाई घरमा राख्छस् भनेर तेरो आमा पनि कहाँ गई तँलाई थाहा छँदैछ। मसँग पनि पहिला कति झगडा गर्थे, बिहानै झगडा, दिउँसै झगडा, बेलुकै झगडा, झगडाको झगडा गरिरहन्थे। उसले त न्युमाथि न्यु भयो, हिँडी कता गई। छोडिदिनुहोस् बुवा, मैले त आजसम्म आफ्नै मम्मी सोचेर बसेको थिएँ, तर मम्मीले आफ्नै छोरा भएको भए यस्तो गर्थ्यो भनेर मलाई तथा नाम गाली गर्नुभयो। मलाई पनि साह्रै मन दुखेको छ बुवा। छोड्दै छोरा, तिर नगर, तेरो म छु नि। जुन बाटो आएको थिएँ त्यही बाटो गयो होला। बाटो लागेर हिँडेको मान्छेलाई रोक्नु पनि हुँदैन। बुवा त्यो सबै मैले गर्दा भएको हो बुवा। जे हुनु भइसक्यो छोरा, गएको कुरालाई सम्झेर कहिले पनि पिर्नु हुँदैन। तेरो हरेक सुख दुःखमा पहिला पनि मैले साथ दिएकै हो, अब पनि म छु नि। बुवा सानैदेखि आफ्नो मम्मीसँग बस्न पाइएन, आफ्नै मम्मी सोचेर बसेको थिएँ बुवा। आज छोडेर हिँड्नु भयो, आज म दुरो जस्तो लागिरहेको छ बुवा। त्यसो होइन छोरा, तँलाई आमाको पनि बुवाको पनि माया दिएर मैले हुर्काएकै त हो। एकछिन झुल्लुक्क भई झल्को दिई गई, पिर नगर, म छु नि छोरा तेरो लागि। बहिनी होइन, तैँले भन्दैन भनेर कहाँ गएको थिइस्? कहाँ हुनु नि दिदी, यता गाउँतिर यसो घुम्न गएको नि। गाउँमै निस्केको भए पनि भनेर निस्किनु पर्छ नि साली नानी। यहाँ तिम्रो दिदी कति आत्तिएको थिइन्, कहाँ गयो के गर्यो भनेर। सरी दिदी, सरी भेना, सहर बस्दा लागेको बानी, अबदेखि कतै जानु पर्यो भने भनेर जान्छु नि। हजुरहरू चाहिँ कता जानु लाग्नु भएको नि? कहाँ जानु नि, माटोको घरमा यो बर्खाको बेला हिलै हुन लाग्यो। अनि यसो गाउँतिर राम्रो घर पाइन्छ कि भनेर किन्न हिँडेको नि। ए हो र दिदी, अब हामी त्यो घरमा नबस्ने? हेर्दैछौँ साली, अब पाइयो भनेदेखि आजै सर्नु पर्ला। यहाँ चिसोले बस्नै नसकिने भयो, बरु हिँड नि तिमी पनि हामीसँग। हस् बेना। कुमार, खै त म के गरौँ? तिमीले चाहेको के हो त्यो प्रश्न भन त। के चाहनु नि? तिम्रो माया। माया? यहाँ तिम्रो कारणले मम्मीले घर छोडेर हिँडिसक्नु भयो। मलाई अरू कुरा केही थाहा भएन कुमार।
मैले भनेको कुरा चाहिँ हुनु पर्यो। अब मलाई 2 दिनको समय देऊ सपना, म त्यसलाई घरबाटै निकाल्दिन्छु। कुमार, खै त म के गरौँ? तिमीले चाहेको के हो त्यो प्रश्न भन त। के चाहनु नि? तिम्रो माया। माया? यहाँ तिम्रो कारणले मम्मीले घर छोडेर हिँडिसक्नुभयो। मलाई अरू कुरा केही थाहा भएन कुमार, मैले भनेको कुरा चाहिँ हुनु पर्यो। अब मलाई 2 दिनको समय देऊ सपना, म त्यसलाई घरबाटै निकाल्दिन्छु। कुमार, तपाईले यो के गर्न खोज्दै हुनुहुन्छ? के गर्न खोज्दै हुनुहुन्छ रे? मैले के गरेको छु र? आज के गरे रे? तपाईकै कारणले आमाले घर छोडेर हिँड्नुभयो। तपाईले किन झुट बोल्नुहुन्छ? कुमार दाइको पनि बिहे भयो। सबैले बिहे गरेपछि दुःख पाइन्छ भन्छन्। कुमार दाइले पनि अब त दुःख पाउनुहुन्छ जस्तो छ। बिचारा छोरीको बिहे गरेर यता आमा पनि घर छोडेर हिँड्नु भइछ। सुजन दाइले त मामा घर जानुभएको भन्नुभयो, तर मलाई त अब आमा त्यो घरमा फर्कनुहुन्छ जस्तो लाग्दैन। छोरा, यो के गरेको तैँले? के गरेको रे? देख्नु भएन? यसलाई घरबाट गलत तयारी निकाल्न लागेको। तेरो सौतिनी आमा त त्यस्तै भई। कमसेकम त बुझ्नै छस् नि। त किन यस्तो गर्छस् छोरा? बुवा, तपाईँ आफै भन्नुहोस् त। यस्ता बिहे अघि नै पेट गएका कति छाडा आइमाईलाई के अब पूजा गरेर राख्नु? तपाईले के भन्नुभएको कुमार? तपाईले मलाई यस्तै गर्ने भनेर बिहे गर्नुभएको? चुप लाग त। मेरो अगाडि एक शब्द पनि नबोल।
त्यसो नभन्नुहोस् कुमार, म यो घर छोडेर कहाँ जाने? राणेश बुवा भित्र कहाँ आउनुहोस् न। इमानदार र पढे लेखेको केटा फेरि पहिले पनि पाउँछ। त्यसो नभन छोरी, तेरो बिहे उहाँ जस्तोसँग गर्नु पाएदेखि मलाई ढुक्क हुन्छ। बहिनीलाई आजै लिएर जाँदा पनि हुन्छ। ए जाडा हुन्छ रे, ए लिएर जाने आज यो नानी उठ्नुहोस्। मेरो छोरीलाई आफ्नै छोरी सम्झेर माया गर्नुहोस् है। तपाईँको छोरी मेरो बुहारी होइन, छोरी हो। सुजन भाइ, भाउजू होइन यो तिमी के भन्दैछौ रहेछौ? यो कुरा साँचो हो? तिमीहरू एकछिन बस्दै गर, म एकछिन फोन गरेर आउँछु है। हजुर। हेलो ज्वाइँ साहब, के हो कुरो? म त कुरो नराम्रो पो सुन्दैछु त। नराम्रो कुरा के भएर दाइ? बुझेर पनि नबुझे जस्तो नगर्नु ज्वाइँ साहब। बहिनी अहिले कहाँ छिन्? बहिनीको विषयमा मलाई केही नसोध्नुहोस्। के रे? बहिनीको बारेमा तपाईँलाई नसोधेर कसलाई सोध्नु जाऊँ? बहिनी कहाँ छिन्? अहिले फुरुको लिएर आउनुहोस् यहाँ। मलाई केही थाहा छैन, म कसैको जिम्मा लिन सक्दिनँ। अहिले आएर त्यस्तो भन्न पाउनु न ज्वाइँ साहब। बहिनी कहाँ छ? फुरुक्क खोजेर ल्याउनु होला, नत्र भने फेरि हामी कानुनी प्रक्रियातिर जानु पर्ला। हस् दाइ। अब के गर्ने होला त? बिचारा पार्वती कहाँ गयो अरे? कहाँ खोज्न जाने? यो चाहिएको हजुर, हाम्रोमा राम्रो व्यवस्था छ ल, काटिदिनुहोस्। होइन हजुर, हामीलाई होटेल चाहिँदैन। त्यसो रमाइलो चाहिन्छ भने छ है हामीसँग। चाहिँदैन चाहिँदैन, हामी त्यस्तो मान्छे होइन। जाउँछौँ। काठमाडौँ त आइयो, पार्वती कहाँ हो? बस्ने कहाँ? के हजुरहरू भर्खर गाउँबाट आउनुभएको हो? हो साउनी, हामीलाई बरु 2 कप चिया बनाइदिनुहोस् न। 2 कप चिया? म चिया नखाने बुवा। के हुन्छ बुवा, खाना खाए कप चिया? खानुहोस् न, खानुहोस्। हजुरहरू के कामले आउनु भएको थियो? म के हेल्प गर्न सक्छु कि? त्यही त छोरा, मलाई फोटो देखा त एकचोटि। यो मान्छे देख्नु भएको छ त कतै? देखेको त छैन। मान्छे हराएपछि पुलिसमा पो खबर गर्नुपर्छ त। होइन साउनी, घरासी कुरा किन त्यसो गर्नु भनेर हो। त्यसो भनेर हुन्छ त, पुलिसमा खबर गरिहाल्नुहोस्। चिया सर।
बुवा म होटलको कोठा हेर्दैछु, तपाईँ त्यतै बस्दै गर्नु, म यता व्यवस्था मिलाएर फोन गर्छु। ए ल हुन्छ छोरा। जाम कि क्या हो? हामीलाई आखिर बस्नलाई होटल चाहिने नै हो। यसो गएर हेरफेर गरेर बुवालाई पनि बोलाउनु पर्ला। के सोध्नु भएको सर? जाम न, हामी मिलाइदिइहाल्छौँ नि। हो जम सर, एकदम मिलाएर गरिदिन्छौँ हामी। होटल यही हो, जाम न भित्र। ल सर, साउजी उहाँ हो, उहाँसँग कुरा गर्नुहोस्, मिलाएर दिनुहुन्छ उहाँले। साउजी, हामी बाउछोरा गाउँबाट आएको हो, हामीलाई एउटा सस्तो र राम्रो कोठा चाहियो। ए राम्रो पनि सस्तो पनि? हजुर, राम्रो पनि सस्तो पनि छ एउटा कोठा। एक दिनको 800 रुपियाँ पर्छ। 800? हजुर। अलिक सस्तो छैन? त्योभन्दा सस्तो त छैन, मिलाएरै भनेको त्यो कुरा। ल उसो भए मलाई चाबी दिनुहोस्, म कोठा हेर्छु। ए दिपक, उहाँलाई यसै 7 नम्बर कोठा देखाएर आऊ त। हस्, आउनुहोस्। ल कोठा यही हो, कस्तो लाग्छ? ल ठिक छ। ल साउजी, कोठा ठिकै रहेछ, अलि मिल्दैन? मिल्छ नि, बरु कस्तो खालको छ यहाँ? कस्तो खालको? हजुर, मैले कोठा भनेको। ए कोठा त त्योभन्दा मिल्दैन, बरु चाहिन्छ भने मिलाएर। तपाईँले भन्न खोजेको कुरा मैले बुझिनँ साउजी। कुरा के भने, हाम्रो होटेलमा कस्तो एकदम स्पेसल गाउँबाट आएका लोकलका जस्तो भन्यो त्यस्तै छानी छानी। हामीलाई त्यस्तो चाहिँदैन साउजी। ए तपाईँ पनि एकपटक हेर्नुहोस् न, तपाईँले नाइ भन्नु। यहाँ एकदम तातो चिसो पानी छ, सफा एकदम खुसी पनि खानु। ल 5 मिनट बाद पर्खिनुहोस् है। हुन्छ साउजी। पार्वती, तिमीले यो के गर्यौ?
ल ल 3-4वटा कोठा चाहिँ बुक भइसकेको छ अरू खाने छ पठाइदिनु न पठाइदिनु ल साउजी उहाँलाई चाहिँ अब काम चाहियो अरे अनि उहाँलाई लिएर आएको छु यसो राम्रो खालको काम छ भने लगाइदिनु ए हेलो तपाईँले सोचेको जस्तो केटी होइन अलिकति पनि इज्जतको डर लागेन यो हुन सक्दैन यो हुन सक्दैन किन दिउँ त यस्तो बारी बेर गरेपछि जाबो एउटा छोरा बुहारी रिच्याएर बस्न नसक्ने
अङ्कल नमस्कार। एक्लै कता मलाई भेट्न आउनु भएको हो? त को हो र तँलाई भेट्न आउनु पर्ने? कोही पनि होइन। अनि माइजू खोइ त? माइजू मेरो श्रीमती के, मेरो श्रीमती भनेको हो। तेरो श्रीमती मलाई के थाहा र? लौ न दाइ, केही दया गर्नु पर्यो। कति दिन भइसक्यो केही पनि खाएको छैन। तेरो घर कहाँ हो दाइ? गाई साँच्चै गाई खोइ त? खोइ गाई? त्यो पागल पो रहेछ। पागल होइन नि मामा। ए यससँग के बोलेर बस्ने र? पागल पो रहेछ, दिमाग छै। घर पनि किन्ने हो, सालीको पनि पढाइ सुरु भएछ। अरू त्यो विपनालाई चाहिँ बसपासम्म पुऱ्याएर आइज भनेको कहाँ गयो नि त यत्रो बेरसम्म? आमा कहाँ जानुभयो, बहिनी कहाँ गयो अलि, ज्वाइँले खोजेर ल्यायो कि ल्याएन पनि एकचोटि फोन लाउनु पऱ्यो ज्वाइँलाई। गर्नुहोला, तपाईँले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। मोबाइल पनि स्विच अफ गरेको छ। अनि उनले ल्याएनन् कि बहिनीलाई खोजेर? गर्नुहोला, तपाईँले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच बहिनीलाई खोजेर ल्याएनन्। कहाँ गयो अलि त बहिनी साँच्चै? आमा कहाँ जानुभयो? नमस्कार मेरी आमा। आमा होइन को आमा? मेरी आमा नि, मलाई मेरी आमाको कति माया लाग्छ। होइन, यो त सुजनको ज्वाइँ जस्तो छ त। कसरी यस्तो भयो होला? तिमी कुमार होइन? होइन नि नानी। अनि नानी तिम्रो त बिहे भएको होइन र? ए थाहा भयो, सुजनले बहिनी पनि दियो, उतातिर फेरि सालीको कुरा पनि के सुनेको थिएँ। म थिएँ, मेरी आमा थिइन्, अनि मलाई मेरी आमाको माया थियो। अनि नानी ए खत्तमै भएछ। अघि आमा भन्यो, अहिले फेरि नानी भन्यो। यस्तोसँग के भुलिरहेको? ए भाउजू त्यहाँ बजारसम्म गएको छिन्, किन केही काम थियो र? थियो नि, तपाईँको ज्वाइँ त बाटोमा बोरा बोकेर हिँडिरहेको रहेछ। कसरी यस्तो भएछ ज्वाइँलाई? अब कसरी हुने नि, यता पार्वतीसँग पनि बिहे गर्यो, अब उता फेरि सालीसँग पनि के कुरा सुन्छु। अनि कपडाहरू पनि कस्तो कस्तो लाएर हिँडिरहेको रहेछ। पार्वतीलाई घरबाट निकाल्ने त तपाईँको श्रीमती र तपाईँको सालीले रे। होइन, म यो सब के सुन्दैछु, यो के सब साँचो होला त? हो दाइ, अब कसरी मिलाउने हो? मिलाउनु म त गएँ।
नमस्कार आमा, मलाई केही खानेकुरा दिनुहोस् न। केही खानेकुरा दिनु न है काकी। बिचारा पागल रहेछ, यस्तालाई त घर लएर केही खान दिनु पर्ला। किन दिदी, यो मेरो बाबु हो, म त दिन्न। मलाई बिस्मिल्लाहले लिएर आउनु भनेको छ। मेरो छोरा हो। ल्याउनुहोस् भनेको। ल्याउनुहोस्। आमा नाइ। मेरो छोरो कुमार, यत्रो दिनसम्म तिमी कहाँ गएको थियौ छोरो? मेरी आमा, मेरी आमा, मेरी आमा, मेरी आमा, मलाई यस धरतीमा जन्म दिँदा तिमीले कति दुःख पायौ, तर म अभागी छोराले सानो छँदा मेरी आमाको माया समेत महसुस गर्न पाइनँ। आमा, आज आफूलाई जन्म दिने आमाको माया नपाउँदा म यो अवस्थामा पुगेँ। आमा, बाबु कुमार, तिमीलाई यो अवस्थामा कसले पुर्यायो? कसले पुर्याउनु र आमा? तपाईँ पछिकी आमा, सौतेनी आमाले। अर्को दिन म बाटोमा हिँड्दै थिएँ। कुमारलाई निकाल्ने हो कि म यो घरबाट निस्किनु? म फर्केर आउँदाखेरि यो घरमा कुमारलाई देख्न नपरोस्।
जिन्दगी जिउन परेको होला। यस्तो देख्दा ज्यान यस्तो छ, काम केही गर्न सक्दिन। घरमा जाउँ छोरा बुहारीको व्यवहार त्यस्तो छ। मागेर खाम यस्तो मोटोमा बिस्ने भनाइ खानुपर्छ। मरौँ कसरी मरौँ, तर मलाई जस्तो जिन्दगी जिउन कसैलाई नपरोस्। प्रभु आजको बास पनि सडकमै त होला। भाइ हजुर किन निराश? अहिले यतिकै आऊ भित्र। हुन्छ। आमा कुमार, तिमी त यति राम्रो भएछौ, मेरो छोरो कति राम्रो रहेछ। अनि तिम्रो बाउको चाहिँ हालखबर के छ? आमा तपाईँ फेरि किन यस्तो कुरा गर्दै हुनुहुन्छ? फेरि रुनलाई? आमा त्यस्तो मान्छेलाई किन सम्झिनुहुन्छ तपाईँ? नसम्झेर के गर्नु त गीता? मलाई उहाँले कत्रो सपना देखाएर जानुभएको थियो। खै अहिले त उहाँको मन के भयो के भयो? त्यो त हो, अब जसरी भए पनि परिवर्तन भइहाल्यो त आमा। अब छोडिदिनुहोस् यही कुरा। अब हामी छौँ नि आमा तपाईँको लागि। अब केही पनि पिर नलिनुहोस्। हजुर केही चिन्ता नलिनुहोस्। अब त भाइ पनि आइहाल्यो, हामी छौँ नि त। सवारी भयो हजुरको? होइन, त्यही बस पार्कसम्म पुगेर आउन नि कत्रो बेर गरेको। तिमीले गाडी किनेर राख्दै छौ र छिटाउनलाई? होइन, किन रिसा कि मैले सोध्न पनि नपाउने हो र? किन सोध्नु पर्यो? घरमै बसेर मिठो मिठो खाए भएको त। होइन, मैले चाहिँ के मिठो मिठो खाएको छु? अब चाहिँ उहाँ बजार घुमेर गाउँ डुलेर आइरहेछ, झन् भाडा माझेर बसिरहेछ। ए के मिठो मिठो खाए? ल ल यही खाऊ। हेरे हेर कृपना, मसँग नचल्ने मैले भनेको छु। के नचल्लो? के नचल्लो? एउटा बजारबाट आउँदा पनि यत्रो न्यु खोज्ने सन्तान गतिलो भए पो त पनि गतिलो हुन्थिस्। बढी बोल्दैछ है, त बढी बोल्दैछ। आयो नि मार्यो मलाई। सबै सोझो देखेर हेपी कि मलाई। यसकै कारणले गर्दा बहिनीको पनि बिहा गरिदियो, घरबार पनि भाँट्यो। आमाले घर छोडेर निस्किनु भयो, उठी बासै लाएर छोडिनी मलाई। यसलाई एकछिन डङ्गाम भनेको कुरा यस्तो पो रहेछ। अब खेल कसरी खेल्ने त्यो मैले जानेको छु। बुढो यता आइज, भाना म माछु। अरे छैन, आऊ न आऊ। पर्दैन, म माछु। के गरेर
ए धेरै सोझो देखेर पो हेपिकी रहेछ। बल्ल एक झापडले काम गरे जस्तो छ। गर्छ नि तेरो एक झापटले काम। तेरो एक झापटको बदला कसरी लिउँछ त्यो त मलाई मात्रै थाहा छ। हान्न पनि कसरी हान्यो, कानको जाली फुट्ने गरेर दुखिरहेको छ। केही भएको छैन, आमा कहाँ जानु भयो होला भनेर सोचिरहेको। ए अब चाहिँ साँच्चै सुध्री चाहिँ मेरो बुढी। आमाको पनि नाम लिन थाल्छ त। अब चाहिँ सुध्री जस्तो लाग्यो। लौ न मेरो झोला कोही छैन। गोर ल मेरो झोला गोर। भएको एउटा झोला पनि हरायो। अब म कहाँ जाउँ, के गरौँ? हे भगवान्। बाबु तिमीलाई बुवाले खोज्दै होलान्। अब बुहारी कता छु खोज्न जानुपर्ने। उसका माइतीले नराम्रो सोध्छन् कि जानु पर्यो नि खोज्नलाई, परेन त? खै आमा, खोज्न त जानुपर्ने। तर आमा तपाईँ टेन्सन नगर्नुहोस्, यत्रो वर्षपछि तपाईँको पनि होस आएको छ, म पनि ठिक भइहालेँ, आमा छोराको भेट पनि भइहाल्यो। अब सबै ठिक हुँदै जान्छ नि आमा। आमा अनि तिमीहरूलाई खोइ त? हामीलाई भित्रै छ। कठै बिचरा आमा अनि दिदी भित्र खानेकुरा भएको भए त किन यसरी भोकै बस्नु पर्थ्यो र दिदी? भाइ के भयो, किन टोलाको? केही पनि भएको छैन दिदी, तपाईँहरू बस्दै गर्नुहोस्, म एकछिन पसलसम्म पुगेर आउँछु। खाना खाएर जाऊ न बाबु। होइन, म एकैछिनमा आइहाल्छु। बुढो आमा नहुँदा त घर त सुन्नी भएको छ। अब त म पनि सुत्दैन। आमा कहाँ जानुभयो बिचरा? अब कति दुःख पाउनु भएको होला, खोज्न जानु पर्यो क्या। हो नि बना, तिमी त्यसो भन्छौ भने म अहिले खोजेर ल्याउँछु नि आमालाई। लौ न बुढो, जसरी भए पनि आमालाई खोजेर ल्याउनु, चाँडोभन्दा चाँडो। ल ल ठिकै छ नि त। त्यसो भए तिमी राम्रोसँग घर बन्द गर्नुपर्छ, म चाहिँ आमालाई खोजेर ल्याउँछु नि। हुन्छ नि बुढो। ल म जान्छु है, त्यसो भए राम्रोसँग घरेर बस्छु। बिचरा सुध्री भन्ने ठानेको होला, मेरो पोलान के थाहा। मेरो सोझो बुढोलाई आमा मात्र खोजेर ल्याओस् नि। पसल जान्छु भन्थ्यो, यतिखेरसम्म नि आइपुगेन नि। कहाँ जान्छ र आमा, आइहाल्छ नि। यत्रो वर्षपछि भेट भएको छोरो
पिर त लाग्छ नि छोरी। हो नि आमा, यत्रो वर्षपछि हजुरको होस आएको छ। भाइलाई पनि भेटेका छौँ, तर के गर्नु आमा, घरमा खानेकुरा केही छैन। छोरी। हजुर आमा, तपाईँ आराम गर्दै गर्नुहोस् आमा, म कपडा धोएर आउँछु है। हुन्छ छोरी। बहिनी, के भयो तिमीलाई? किन रोको? केही पनि भएको छैन दिदी। मलाई किन कुरा लुकाउँछौ बहिनी? हेर, यस्तो अवस्था छ। यस्तो अवस्थामा रुनु हुँदैन। म पनि एउटा नारी हो। नारीको पीडा नारीले नबुझी कसले बुझ्छ? दिदी, म के गरौँ? न त मर्न सक्छु न त बाँच्न सक्छु। तिमीले यो के भनेको? यस्तो पनि सोच्ने हो? त्यस्ता पापीहरूको अगाडि त हिम्मत गरेर बाँचेर देखाउनु पर्छ। त्यही सम्झेर बाँचिरहेको छु दिदी। ल, केही पिर नगरी बस है। बरु यसरी बाहिर नबस, भित्र गएर बस। आमा, तपाईँ यस्तो अवस्थामा? के रे त छोरा, परतिर श्रीमतीले कस्तो व्यवहार गरे, निक्लेर हिँड्ने अवस्था पारेर के गर्नु? मरौँ कि बाँचौँ? बाउले मलाई माफ गर्नुहोस् आमा, बरु म तपाईँको खुट्टै ढोक्छु। विपनाले तपाईँलाई खोज्न पठाएको छ आमा। हिँड्नुहोस् आमा, विपनाले तपाईँलाई लिन पठाएको छ। हिँड्नुहोस् न आमा। नाइ छोरा, म घर जान्न। म घर गएँ भने तिमीहरू दुइटैलाई म घाडो हुन्छु। मलाई यस्तै अवस्थामा छोडिदे छोरा। यस्तो अवस्थामा आफ्नो आमालाई कुनै सन्तानले छोड्न सक्ला र? जान्न भन्दैछु नि, मलाई जिद्दी नगर। म जान्न। होइन आमा, अबदेखि त्यस्तो कहिले पनि गर्दैन मेरो आमा। आमा हिँड्नुहोस् न। हिँड्नुहोस् न आमा। अबदेखि मेरो आमाले म कहिले पनि त्यस्तो गर्दैन। खोइ आएको छैन, बल्ल बल्ल आएको छोरा, त्यही पनि कहाँ गयो अहिलेसम्म आएको छैन। आमा पनि आइहाल्छ नि। खै यतिखेरसम्म आएको छैन। एकैछिनमा आउँछु भनेर गएको छोरो धेरै दिन भइसक्यो, आउँदै आएन। कहाँ गएछ त? धेरै पिर नलिनुहोस् क्या आमा। भाइ नहुँदा पनि त तपाईँको हेरविचार मैले गरेकै थिएँ नि। त्यही पनि दसैँ आउन लाग्यो, दसैँसम्म आइपुगिहाल्छ कि। आउनुहोस् भित्र जाउँ। केटा हो, कामहरू भइरहेछ? भइरहेछ। ठिक छ, अब करिब टाइम पनि हुन आँट्यो। तर जानुभन्दा पहिला चाहिँ यो इँटाहरू तपाईँ यता राखिदिनु, अनि मात्रै छुट्टी गर्नु है। हुन्छ हुन्छ। ल है त।
साउजी आजको काम सकियो, घरमा खानेकुरा पनि केही छैन, मिल्ने भयो आजको स्याला। मिल्दैन आज एकै दिनमा काम गरेर मिल्छ कस्तो कुरा गरेको यार तिमीहरू पनि यार आफैलाई तनाव भइराखेको छ यहाँनिर। भोलिदेखिको तपाईँले जहिले दिए पनि हुन्छ साउजी, आजको मात्र दिनुहोस् न। होइन आजको ज्याला लिएर भोलि नआउने पो हो कि चुप्प लगाएर खुरुको घर जाऊ। पैसा नलिई त घर जाँदै जान्न, भोलि त पक्कै पैसा पाउँछु होला, आजलाई यतै बस्नु पर्यो। के गर्ने त आमा, हाम्रो भाग्य यस्तै रहेछ। यो चाडबाड त हामी जस्ता दुखी गरिबहरूलाई रहन मात्रै आउने रहेछ आमा। अब के गर्नु त, हामीलाई त नआइदिए हुन्थ्यो जस्तो भएको छ नि यो चाडबाड, तर हामीले नआइज भनेर नआउने होइन, आइहाल्छ। म छोरी भएर नजन्मिएको भए आमा यस्तो दुःख भोग्नु पर्ने थिएन है। होइन नि छोरी, त्यसो नभन न, छोरी जन्मेर मात्रै त्यस्तो हुने हो र। अब भाइ आउँछ कि दसैँसम्म त भाइ आएर केही लिएर आउला नि त। उज्यालो पो भइसकेछ, अब काम गर्नु पर्यो। भाइ तपाईँ खाता खानुहुन्न? घरमा आमा र दिदी भोकै हुनुहुन्छ, मैले मात्रै खाएर पनि त भएन नि। घरको मान्छेले त नखाए नि हुन्छ, तपाईँले त खान पर्यो नि त। आमा, तपाईँ त अस्ति मन्दिरमा, अनि तपाईँ? ए उहाँ चाहिँ मेरो आमा, म उहाँको छोरा। कस्तो आमाको माया नभएको छोरा? होइन नानी, आमाको माया नभए किन मलाई खोज्न आउँथ्यो र? के थाहा न, के स्वार्थको लागि हो कि? होइन, तिमीहरूले भन्न खोजेको चाहिँ के हो? एकचोटि निकालिसकेको आमालाई किन खोज्न जानु, कि त पहिल्यै ननिकाल्नु। नानी, उसले मलाई निकालेको होइन, म आफै निस्केको हुँ। खोइ निकालेको के निस्केको, फेरि आमालाई त्यस्तो अवस्थामा देख्नु नपरोस्। मम्मी, कुमार। चुप ल, कुमारले अर्कै केटी मन पराएको छ, छिटै बिहे हुनेवाला छ। मम्मी, तपाईँ यो के भन्दै हुनुहुन्छ? अनि अब म के गरौँ? जेसुकै गर, तर कहिले पनि कुमारको अगाडि नपर। मम्मी, तपाईँले यो के गर्नुभयो? मलाई एकचोटि कुमारलाई भेट्न दिनुहोस्। कुमारको यति बेला के हालत भएको छ मलाई त थाहा छैन, तँलाई कसरी भनौँ? जसको पाप बोकेछ उसैलाई भेट्न जा। आमा, धोका रे। आमा,
बुहारीले ढोक गर्दैछ। ए ल भाग्य माने आमा यतिका दिनसम्म कहाँ जानु भएको थियो? हजुरले पनि घर छोडेर गइहाल्नु भयो। हामीलाई त्यहाँ बस्न मन लागेन, त्यही भएर यो घरमा आएर बसेका छौँ। ए ल ठिकै छ। अनि त्यो पुरानो घर के भने त? के गर्नु नि आमा, अब त्यो घर जग्गा बेच्नुपर्छ। हुँदैन बरे, तिम्रो ससुराले त्यो घर जग्गा त कति दुःख गरेर जोडेको हो। होइन, के भन्छ यो बुढी? घर जग्गा नबेच्ने पो भन्छ त। त्यही घर जग्गाको लागि यत्रो पो नाटक गर्नु परेको छ। विपना आमालाई भोक लाग्यो होला, जाऊ गएर केही खानेकुरा बनाइदेऊ। हुन्छ बुढा। देख्नुभयो त आमा, बुहारी कस्ती भइसक्यो। छोरा सधैँ यस्तै भइदियो कस्तो हुन्थ्यो। अब सधैँ यस्तै हुन्छ। अब किन लुक्छेस? मरि होलिस भन्ठानेको त अझ जिउँदै छेस? अझ हेर न, रोएर नाटक पारेकी। ओहो, अझ यो पाप पनि बोकिराखेकी छेस? आइमाई, अलिकति शरम त मान्नुपर्छ। हुन त यस्ताको के इज्जत हुनु र शरम मान्नु? त जस्ता आइमाई त बाँच्नुभन्दा मरेकै बेस हुन्छ।